नमस्कार। नेपालको राजनीतिमा यति बेला एउटा यस्तो भुइँचालो आएको छ जसको केन्द्रबिन्दुमा छ बालेन शाह नेतृत्वको नयाँ सरकार र नेपालको न्यायपालिका। कोही छुट्ने छैनन् र कोही झुक्ने छैनन् भन्ने नाराका साथ सत्तामा आएको बालेन सरकारले हाई प्रोफाइल व्यक्तिहरूलाई धमाधम हिरासतको कोठामा हुन सुरु त गर्यो, तर पछिल्ला केही दिन यता सर्वोच्च र जिल्ला अदालतका आदेशहरूले सरकारको यो आक्रामक अभियानलाई एउटा ठूलो चुनौती दिएका छन्। आजको विशेष श्रृङ्खलामा हामी चर्चा गर्दैछौँ किन पक्राउ परेका शक्तिशाली नेताहरू एकपछि अर्को गर्दै अदालतबाट रिहा भइरहेका छन् र किन गृहमन्त्री सुदन गुरुङले अब न्यायालयलाई ब्रेकफास्ट खुवाउने तयारी गर्दैछु भन्नु पर्यो। सबैभन्दा सनसनीपूर्ण घटना बन्यो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ। सबैभन्दा सनसनीपूर्ण घटना बन्यो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ। सरकार गठन भएको 24 घण्टा पनि बित्न नपाउँदै यी दुई दिग्गज नेताहरूलाई प्रहरीले नियन्त्रणमा लियो। जिल्ला अदालतले पटक पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति त दियो, तर सर्वोच्च अदालतले यसमा मानवीय संवेदना र स्वास्थ्यको गम्भीर प्रश्न उठाइदियो। अदालतले भनेको छ रमेश लेखक भर्खरै मातृशोकमा हुनुहुन्छ भने केपी ओलीले पनि केही दिन अघि मात्रै बुवाको काजक्रिया सम्पन्न गर्नुभएको थियो। यो आसोच समय हो। यस्तो बेला उनीहरूलाई थुनामा राखेर अनुसन्धान लम्ब्याउनु मानवीय दृष्टिकोणले उचित देखिँदैन। त्यसमाथि केपी ओलीको जटिल स्वास्थ्य अवस्था र उनलाई 24 घण्टा मेडिकल टिमको निगरानी चाहिने तथ्यलाई सर्वोच्चले रिहाईको मुख्य आधार बनाएको छ। अदालतले स्पष्ट भन्यो बयान लिइसकिएको अवस्थामा उनीहरूलाई थुनामै राखिरहनु पर्दैन। त्यस्तै अर्को रोचक मोड आयो लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माको केसमा। बाल श्रमको आरोपमा पक्राउ परेकी शर्माको विरुद्धमा महानगरले जाहेरी त दियो, तर अदालतले एउटा पुरानो कानुनी नजिरलाई अगाडि सारिदियो जुन घटनामा यसअघि नै मुद्दा नचल्ने निर्णय भइसकेको थियो। त्यही विषयमा फेरि पक्राउ गर्नु कानुनको मर्म विपरीत हुने अदालतको ठहर छ। यसले सरकारको गृह कार्यमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। कुरा यतिमा मात्र रोकिँदैन। पूर्व मन्त्री दीपक खड्काको पक्राउलाई त सर्वोच्च अदालतले प्रक्रिया नै नमिलेको भन्दै कडा टिप्पणी गरेको छ। जरुरी पक्राउ पूर्जी भनेको कुनै आकस्मिक र विशेष अवस्थामा मात्र प्रयोग गर्ने अस्त्र हो, तर प्रहरीले यसलाई बिना आधार प्रयोग गरेको अदालतको निष्कर्ष छ। राजस्व र सम्पत्ति शुद्धिकरण जस्ता मुद्दामा जहाँ बिगो तिरेर मिलापत्र हुन सक्ने कानुनी बाटो खुला रहन्छ त्यहाँ अभियुक्तलाई हिरासतभित्रै राख्नुपर्छ भन्ने छैन। सर्वोच्चले खड्कालाई तत्काल थुनामुक्त गर्न र अनुसन्धानमा सहयोग गर्न मात्रै आदेश दिएको छ। यी सबै घटनाक्रमले बालेन सरकारलाई एउटा ठुलो पाठ सिकाएको छ। सञ्चारकर्मीहरूसँगको भेटमा गृहमन्त्री सुदन गुरुङले आफ्नो कमजोरी स्वीकार गर्दै एउटा नयाँ रणनीति सुनाउनु भएको छ। उहाँले भन्नुभएको छ हामीले हतारमा काम गर्दा प्रक्रियागत त्रुटि भयो होलान्, तर अब म रातभरि बसेर कानुनको अध्ययन गर्दैछु। गल्ती दोहोऱ्याउनु भनेको गधा बन्नु सुरु हो। अब हामी न्यायालयलाई यस्तो ब्रेकफास्ट दिनेछौँ जहाँ कानुनको जग यति बलियो हुनेछ कि कसैले पनि उम्किने सिद्ध पाउँदैन। दर्शकबिन, गृहमन्त्रीको यो ब्रेकफास्ट वाला बयानको अर्थ के हो? के अब सरकारले झन् ठुलो तयारीका साथ नयाँ अपरेसन सुरु गर्दैछ? शक्तिशाली पक्राउ पर्ने र अदालतबाट छुट्ने यो मुसा बिरालोको खेलले आम जनतामा भने केही संशय पैदा गरेको छ, तर बालेन सरकारको सङ्कल्प हेर्दा लाग्छ यो विश्राम मात्रै हो, अन्त्य होइन। तपाईलाई के लाग्छ? के अदालतले सरकारको काममा बाधा पुर्याएको हो या सरकारले नै कानुनी प्रक्रिया नबुझी हात हालेको हो? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला। सत्य र तथ्यमा आधारित यस्तै खोतलिएका खबरहरूका लागि हेर्दै गर्नुहोला रहस्य संसार। धन्यवाद।